राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सैन्य रणनीतिमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सैन्य रणनीतिमा खुकुरीको धार चमक सधैँ पहिलो दोस्रो विश्वयुद्धमा खुकुरीको धार चमक सधैँ दोस्रो विश्वयुद्धमा सधैँ पहिरिरहँदा सङ्ग्रामको वीरताको गाथा सधैँ पहिरिरहँदा मातृभूमिको रक्षा हाइती कङ्गोको सुरक्षार्थमा मातृभूमिको रक्षा हाइती कङ्गोको सुरक्षार्थमा नेपाली सेनाका सिपाहीले दिव्य उपदेश कर्तव्य प्राण हातमा तीन पटक नाला पानी आक्रमणमा आइलाग्ने माथि जाइलाग्ने बलभद्र सुरर कमान्डर साथमा लोकै र तिर्खै नेपाल आमा लोकै र तिर्खै नेपाली सेना देहरादून पत्रुवामा नेपाल भन्दा सुन्दर सम्झन्छन् जलले ब्रिटिस महावीर जेलेस्पी परास्तमा नेपाल आमा विध्वंस छन् तोरिएका लासहरू जीवित मानिस नेपालमा प्रताप विपत्ति ज्वालासँग रमाउँदै नेपाल आमा सम्झन्छन् नेपाली सेनाका सिपाहीले उसको कर्तव्य